सहज तरिकाले हराउनु भएको छ। अब हामी नयाँ खेलाडी हुनुहुन्छ, तपाईँको परिचयबाटै जाउँ न त। परिचयबाटै जाउँ न, तपाईँको नाम के? डोटे। आएको कति 3-4 महिना भयो। अब आर्मीबाट खेल्दै हुनुहुन्छ, सर्वप्रथम कतिको उत्साहित हुनुहुन्छ? जोस खुसी छु। गुरुले अवसर दिनुभएको पहिला नि बुटोलमा नि गेम भएको थियो, त्योमा नि अवसर दिनुभएको थियो। त्यहाँ अनि आफूभन्दा सिनियर भएर त्यहाँ त्यो सिनियरसँग अलि खेल्नलाई उठेर गयो। बिस्तारै खेल्दै घुलमिल हुँदै गयो अनि बल्ल मिलेर सेटमा जित्नु भयो। आर्मीमा आउनुभन्दा पहिला तपाईँ कहाँ खेल्नुहुन्थ्यो? आर्मीमा चाहिँ आउनुभन्दा अगाडि म रन सिक्नु खेल्थेँ, गाउँतिर रन सिक्नु खेल्थेँ। खेल्दै अनि 3-4वटा रन सिक्नु खेल्थेँ। त्यहाँ गुरुले मन पराएर गुरुले यता बोलाएको। अब आर्मी जस्तो टिममा खेल्न पाउँदा तपाईँ त एकदमै अहिले उत्साहित हुनुहुन्छ, खुसी हुनुहुन्छ होला नि, गर्व लागिरहेको छ होला नि तपाईँलाई? एकदमै के छ अब आर्मीलाई, अब के छ, फाइनलसम्म पुर्याउन सक्नुहुन्छ या सक्नु हुँदैन, के छ अहिले तपाईँ भनिदिनुहोस् ठ्याक्क। आशा छ जितिनै छु। हिजो अस्तिका गेमहरू तपाईँले हार्नुभयो, आज फेरि एपिएफलाई हराउनु भएको छ, यो कसरी सम्भव हो? पहिला चाहिँ के कारणले तपाईँको खेल बित्यो तपाईँहरू? हिजो पहिला सुरुदेखि हाम्रो बलियो टिमसँग पऱ्यो अनि सेट नि मिल्यो छैन। बिस्तारै सेट मिल्दै भयो अनि हिजो नि आज नि राम्रै भयो। तपाईँले अब मैदानमा उत्रिनुभन्दा अगाडि अब विदेशी खेलाडीहरूको त हाइट अग्लो हुन्छ, त्यो देखेर तपाईँलाई डर यस्तो केही लाग्दैन मैदानमा आउनुभन्दा अगाडि? त्यस्तो डर त लाग्दैन, तर जित्छु भन्ने भनेर कोचमा जान्छौँ। अब सेट नमिल्यो त्यस्तो डर लाग्दैन। अब एपिएफलाई आज सोझो सेटमै हराइन्छ भनेर केही आकलन गर्नुभएको थियो, केही त्यस्तो सोचेर जानुभएको थियो? तर त्यो हामीहरू तिनीहरूको नि राम्रो बलियो टिम हो, हामीहरूसँग कमसेकम कम्ती चल्थ्यो। अस्ति यतै भएको थियो गेम अनि त्योमा 3 स्टेट भन्दाखेरि एउटा सेट चौथो सेटमा गएर बल्ल जिताइदियो हामीहरू। आज जे होस् सेट मिलेर राम्रो भयो। तपाईँ जे होस् नयाँ खेलाडी भए पनि उहाँहरूको कमी कमजोर चाहिँ यहाँलाई थाहा थियो? कम चाहिँ के भन्नुहुन्छ? अब अन्तिममा पनि आइसकेका छौँ, यहाँहरूको हामीले अमूल्य समय लिएका छौँ, के भन्नुहुन्छ दर्शकहरूलाई अनि तपाईँहरूका फ्यानहरूलाई? कोचलाई के भन्न चाहनुहुन्छ? तपाईँले यस्तो अवसर दिनुभएको छ। कोचलाई धेरै धन्यवाद, मलाई अवसर दिनुभएको, मैले गेम नि देखाउन पाएँ, अवसर दिएर अवसर चुका धन्यवाद। हस्, यहाँलाई पनि धन्यवाद। भयो सर, होइन?